भएको आन्दोलनमा 14 वर्षको बालकलाई ताकी ताकी गोली हानेर मारियो। त्यही उमेरको जेन्जी हुँ म। यहाँ उपस्थित आमा बाबा दाजुभाइ तथा दिदीबहिनीहरू साथै जेन्जी मित्रहरू, म जेन्जी अञ्जयको तर्फबाट नमस्कार। आज म यो ठाउँमा आएर बोलिरहेको छु, तर मेरो कुनै इच्छा थिएन। यहाँ आएर बोल्ने मेरो कुनै इच्छा थिएन, चाहना थिएन, तर देशको विषम परिस्थितिले मलाई यहाँ आएर बोल्ने बाध्य बनायो मलाई यहाँ आएर बोल्नु। त्यसैले आज म यो ठाउँमा आएर उभिएर बोलिरहेको छु केवल परिवर्तनको लागि। भन्लान् यो बच्चाले यहाँ आएर बोल्दैमा के परिवर्तन आउँछ त? हो, म बच्चाले यहाँ आएर बोल्दैन, पक्कै पनि परिवर्तन आउँदैन। तर जसरी थोपा थोपा मिलेर सागर बन्छ, एक दियोले लाखौं दियो जल्छ। त्यसैले म पनि एक थोपा, म पनि एक दियो भन्दैछु, ताकि एक एक गरी हजारौं मिलेर यो देश निर्माण गर्न सकौं। हिजोको दिन भएको आन्दोलनमा कैयौंको अङ्गभङ्ग भयो। एकजना विद्यार्थीले विद्यालय पोसाकमा ज्यानको आहुति दिनु पर्यो, तर पनि के अझै परिवर्तन आएको छ? त्यसैले सरकारलाई के भन्छु भने मैले बोलेको यो आवाज मेरो आवाज मात्र होइन, यो आवाज घाइतेको आवाज पनि हो, यो आवाज शहीदको आवाज पनि हो। त्यसैले यो आवाजलाई दबाउने कोसिस नगरियोस्। म खबरदार गर्छु, जेनजीको भावनामाथि खेलवाड नगरियोस्, जेनजीको भावनामाथि खेलवाड नगरियोस्। आज समय आएको छ एक भएर अघि बढ्ने, तर आज जेनजी बीच झुन्ड भएर जेनजीले जेनजीकै सपना आज टुक्राइरहेको छ। किन फुटेर होइन जुटेर हिँड्ने बेलामा किन जेनजी झुन्ड भएर जेनजीले जेनजीकै भावनामाथि खेलवाड गरिरहेको छ? त्यसैले हिजोको दिनमा जसरी एक भएर अघि बढेको थियो, आज पनि त्यसैले एक भएर अघि बढ्ने समय आएको छ र देश निर्माण गर्ने समय आएको छ। हजुरहरूलाई लाग्न सक्छ यो सानो बच्चालाई कसले नियन्त्रण गरिरहेछ, यसलाई कसैले प्रयोग गरिरहेछ, पक्कै पनि आफै त उभिएको होइन, यो कसैले यसलाई रटाइरहेछ। हो, मलाई यहाँ कसैले उभाइरहेछ, मलाई दमन गरेर यहाँ कसैले उभाइरहेको छ। त्यो देशको माया, देशको मायाले मलाई यति पिरोल्यो कि यहाँ आएर म बोल्नु बाहेक अरू मैले कुनै औचित्य देखिनँ। मैले यहाँ आएर बोल्नु बाहेक अरू कुनै मेरो बाटो देखिनँ। त्यसैले म यो ठाउँमा आएर बोल्ने बाध्य भइरहेको छु केवल देशको मायाको लागि। भन्छन् राजनीति एउटा फोहोरी खेल हो, तर मैले बुझ्दा राजनीति एउटा फोहोरी खेल होइन रहेछ। फोहोरी बनाउने त राजनीतिक भ्रष्ट नेताहरूको हात रहेछ। जहाँ समस्या छ त्यहाँ समाधान छ भने चाहिँ हिजोको दिनमा भोकमरी, हत्याकाण्ड र अधिक मात्रामा ड्रग्सको प्रयोग दोस्रो विश्वयुद्धमा मरुभूमि भएको देश हो सिङ्गापुर। तर आज एसियाकै भ्रष्टाचारविहीन र विकसित देश मध्येमा एउटा गनिन्छ। किन? यसको पछाडि असल नेतृत्व गर्नेको हात छ। उनी हुन् ली कुआन यू, जसले दोस्रो विश्वयुद्धमा झन्डै बर्बाद भएको देशलाई करिब 25 वर्षमै पूर्ण रूपमा एसियाकै विकसित देश मध्येमा एउटा बनाइदिए। तर जसरी इतिहासमा सिङ्गापुरको हालत भयो त्यस्तो त नेपालको भएको छैन नि। तर पनि नेपाल किन अघि बढ्न सकेको छैन, नेपाल किन विकास हुन सकेको छैन भन्दा भ्रष्टाचारी नेताले गर्दा हो। हामीलाई थाहा छ भ्रष्टाचारी नेताले हाम्रो देश लुटेर देश बेचेर खाएको छ, तर पनि हामी केही रकम र मासु भातको लोभमा त्यही भ्रष्टाचार र भ्रष्टाचारी नेतालाई भोट दिन्छौँ। म अवगत गराउँछु कि यदि फेरि हामीले यस्तो गल्ती दोहोऱ्याएमा यसको असर हामीलाई मात्र होइन, हामी आउने भावी पुस्ता र यो देशलाई पनि पर्नेछ। त्यसैले यो देशकै खातिर भए पनि हामी अघि बढ्नै पर्छ। भन्लान् यो बच्चाले राजनीतिको बारेमा के बुझेको छ र यसको उमेर हैसियत छैन बोल्ने। हो, भले मैले मेरो उमेर र हैसियत छैन होला बोल्ने, भले मैले राजनीतिको बारेमा बुझेको छुइनँ होला, तर यदि त्यो भ्रष्टहरूको मुटुमा र मेरो हृदयमा देशप्रति कसको बढी माया छ भनेर जोग्ने नै हो भने मेरो मुटुमा देशप्रति बढी माया हुनुपर्नेछ। किनकि यो देशसँग मेरो भविष्य जोडेको छ। त्यसैले भविष्यको लागि गर्ने समयमा मैले गरिनँ भने, अहिले गरिनँ भने कसले गरिदिन्छ। त्यसैले म उदयपुरबाट आज झापा आएको छु केवल आफ्नो भविष्यलाई खोज्दै, केवल आफ्नो देशलाई बचाउनुको खातिर आज म उदयपुरबाट यहाँ झापा आएको छु। त्यसैले हरेक नेपालीले जिल्ला ठाउँबाट आज एक हुनुको लागि परिवर्तन, यो राष्ट्रिय परिवर्तन पार्टीलाई भोट हाल्नै पर्छ। यो देशमा परिवर्तन चाहनुहुन्छ भने, यो देशमा परिवर्तन चाहनुहुन्छ भने राष्ट्रिय परिवर्तन पार्टीलाई भोट हाल्नै पर्छ। ल आज म के भन्छु भने अन्ततः जब यो देश निर्माण गर्ने समयमा आउँछ
तब जात धर्म र भाषाको कुरा गरिन्छ। के यो देश एउटा भाषाले मात्र बनेको हो? के यो देश एउटा धर्मले मात्र बनेको हो? के यो देश एउटा पुस्ताले मात्र बनेको हो? पक्कै पनि होइन। त्यो 23 र 24 गते भएको आन्दोलनमा जेनजी मात्र ढलेको थिएन। भले यो जेनजीले अभियान सुरु गरे तापनि देश जेनजीको मात्र होइन। त्यसैले सबैले आएर यो देश निर्माण गर्नुपर्छ। हिमाल पहाड तराई छैनौ नेपालमा कोही पराई, एक भएर परिवर्तन ल्याऊ, भ्रष्टाचारलाई मेटाए। धन्यवाद। जय नेपाल, जय परिवर्तन।